म्यान्चेस्टर युनाइटेड फ्यानहरूको लागि खुसीको खबर, अब चाहिँ फिफामा हामीले अरू टिम लिएर खेल्नु पर्दैन, किनभने यसपालि रेटिङ्सहरू बढेर आउँदैछ। पहिलाको रेटिङ्स हेरौँ, ओनाना हेरौँ, ओहो यो ओनानाको रेटिङ 80 नै भए पनि यति नराम्रो खेल्थ्यो यसले, यसलाई बल हान्ने बित्तिकै जहिले पनि फाल्थ्यो, रोक्दैन थियो। स्ट्राइकर थियो होजुलेन लास्ट सिजन, अनि यो उगार्ते, यो मिडफिल्डर हेर्नु यहाँ उगार्ते, अनि डिफेन्डरमा यो ह्यारी मग्वायर चाहिँ कसैले भेट्दैन थियो। ह्यारी मग्वायरले डोर्गु थियो। अब त्यही माथि सबमा हेर्नु यहाँ गार्नाचो, मेनु, यो सबै यो लास्ट सिजनको पनौतीहरू नै हो। अब नेक्स्ट सिजनमा यो होजुल्यान्डको ठाउँमा सेस्को आउँछ, युरी टेलिमेन्स पनि आउँदैछ, अनि सान्टोसको पनि रेटिङ 80+ नै हुन्छ। ब्रुनो फर्नान्डेजको 89, मुनियाको 83 नै होला। अनि अम्बोएमो पहिला पनि राम्रो थियो, यसपालि झनै राम्रो। अनि मेन राम्रो पोइन्ट भनेको चाहिँ ओनाना लिएर खेल्नु पर्दैन। ओनाना गइसक्यो, ओनाना फिफाबाट पनि गइसक्यो, यो FC26 बाट पनि गइसक्यो। स्याड कुरा भनेको चाहिँ कासिमिरो हुँदैन, कासिमिरोको ठाउँमा तर राम्रो रेटिङको प्लेयर आउँछ। लुक्सको रेटिङ पनि बढ्दैछ, डालटको रेटिङ बढ्छ, अमाटको रेटिङ बढ्छ, अनि स्ट्राइकर यो होजुलेन, यो होलन्ड लिएर चाहिँ खेल्नु पर्दैन।